हेलो गाइस, के छ हल्ली चली सबैलाई मेरो नमस्कार है। भएको छ है मेरो युट्युब च्यानल हैन। त्यो युट्युब च्यानलले हल्का माथि उठ्नको लागि पनि हैन टाइम लाग्छ गाइस हैन। त्यही भएर म सबैलाई मेरो छ युट्युब मैले हैन खास गरी मेरो युट्युब च्यानल र खास गरी मेरो फेसबुक चाहिँ मैले चलाउन खोजेको हैन। त्यसमा सबैले मेरो लाइक कमेन्ट सेयर यस्तो हो के हामी नेपालीहरु कस्तो हुन्छ भने चाहिँ अलिकति डाहा जस्तो के हैन। उसले फलो गर्दैन म मात्र किन फलो गर्ने भन्ने हुन्छ के। त्यस्तो चाहिँ नगर्दा हुन्छ कस्तो भनेको। त्यही भएर गाइज हैन मलाई चाहिँ सपोर्ट हेल्प के भन्नु हजुरहरुलाई सपोर्ट गरिदिनुस्, मलाई हेल्प गरिदिनुस् हैन। त्यही नै भन्न चाहेको मैले चाहिँ हैन तपाईहरुलाई। मलाई यार घरतिरको यादहरु धेरै आउँछ के पहिलाको हैन। पहिला चाहिँ हैन अब घरतिरहरु घुम्ने खाने पिने सबैसँग हाँस्ने खेल्ने हैन। पहिला त यस्तो के त्यो पलहरु सोच्दाखेरि चाहिँ लास्टै रमाइलो लाग्छ हैन। तर दुःख पनि लाग्छ किनकि त्यतिखेर चाहिँ अब बुझ्ने थिएन हामी। नबुझ्ने भएपछि अब कसले बुझाउँछ हैन। त्यतिखेर चाहिँ हल्का त्यस्तै हुन्थ्यो बानीहरु चाहिँ। तर आफ्नो चाहिँ कस्तो हुन्छ भनेपछि सोचहरु के अहिले चाहिँ एकदम बिन्दास। कसैमाथि मैले नराम्रो बोले कि हैन, कसैलाई मैले नराम्रो सोचे कि कसैले मलाई नराम्रो सोच्छ कि भन्ने चाहिँ के त्यस्तो चाहिँ सोच हुन्छ हैन। अथवा गल्ती नहोस् है मबाट भन्ने चाहिँ चाहना हुन्छ हैन। कहिलेबाट पनि मैले केही शब्द नराम्रो बोले पनि उसले चाहिँ मलाई माफ गरिदियोस् भन्ने चाहना जस्तो हुन्छ हैन। पुचकार भइसकेपछि हैन यहाँ त के अरे ग्यारेजको गाडीहरुको पार्टहरु जस्तो भयो। यहाँ त यस्तो कारहरु यस्तो कारहरु हैन त्यतिकै फालेको हुन्छ। किन भन्नु न अब यहाँको पैसा अब प्रायः कारमा त्यति महँगो हुन्न के। अरूमा चाहिँ खानापिनामा महँगो त धेरै हुन्छ। म चाहिँ गाइज उता रोडबाट जानु छोडी हैन म यता गल्लीबाट आएको कि धेरै गाडीहरु कुद्छ नि त। त्यही भएर मलाई चाहिँ अम्मा कसो हिँड्दै नहेरेर जुत्तामा माय गॉड शिट। त्यही भएर हल्का म पनि अब फेसबुक र युट्युबमा हैन हल्का मेहनत गरौँ कि भनेर चाहिँ लागि परेको छु। सबैले चाहिँ मलाई हेल्प गरिदिनु पर्यो है। कस्तो भनेको भोलिको दिनमा हेल्प गर्नुभयो भने हैन हजुरहरुलाई मेरो तर्फबाट एकदम सल्युट। कस्तो भनेको सल्युट छ तपाईहरुलाई। तर यार बचपनमा हैन माया हल्का हुन्छ नि त। गर्लफ्रेन्ड भएपछि हैन गर्लफ्रेन्ड हुन्थ्यो टक्क गर्लफ्रेन्ड भएपछि गफ सफ गर्दै हैन बाहिर खान पनि गइन्थ्यो है मायासँग।